सो हामीले अन्तिममा स्कटल्यान्डलाई हराउँदै सुखद अन्त्य गऱ्यौँ वर्ल्ड कपको। तर जति नै लजास्पद हारहरू भए पनि जे भए पनि नेपाली टिमको लागि दुईटा मात्र एउटा यस्तो प्लेयर छन् जसले यो वर्ल्ड कपमा एकदमै उत्कृष्ट प्रदर्शन गरे र त्यो दुईटा प्लेयरलाई हामीले धन्यवाद भन्नै पर्ने हुन्छ। पहिलो छन् सोमपाल कामी, जुन दुईटा गेम ड्रप गर्दा पनि त्यसपछि आएर वेस्ट इन्डिजसँग पनि त्यो क्रुसियल रन, त्यस्तो प्रेसरमा लास्टमा त्यस्तो राम्रो रन ल्याएर सम्मानजनक टोटलसँग 133सम्म पुर्याउन हेल्प गर्नुभयो। अनि आज अन्तिम गेममा पनि जुन एक मुमेन्टमा स्कटल्यान्डले एकदमै ठुलो टार्गेट देला जस्तो भइरहेको थियो, यहाँनिर आएर 2 विकेट एकै ओभरमा लिएर मोमेन्टम सिफ्ट गरिदिनु भयो। अनि त्यसपछि बल्ल विकेट झर्न थाल्यो अनि हामीले 170सम्म रोक्न सक्यौँ। र दोस्रो अनि एकदमै अति इम्पोर्टेन्ट र यो वर्ल्ड कपमा नेपालको लागि सबभन्दा उत्कृष्ट पर्फर्मर भनेको चाहिँ दिपेन्द्र सिंह एरी हो। दिपेन्द्र सिंह एरीले सबै कुरा बवाल गरे, सबै ब्याटिङ बलिङ फिल्डिङ सबै। ब्याटिङ त उनले यो जिन्दगीको सबैभन्दा उत्कृष्ट लयमा देखिए। अहिले एज अफ नाउ हाइएस्ट रन गेटरको सेकेन्डसम्म पुगेर फिनिस गरे। अब योभन्दा अगाडि त हामी पुगेनौँ, नभए अझै अगाडि बढ्ने चान्सेस थियो। इङ्ल्यान्डसँग 44, त्यसपछि अरू सबैसँग 2 डबल डिजिट स्कोर्स। अनि आज 23 बलमा हाफ सेन्चुरी, जुनमा एउटा डट थियो। त्यो प्रेसर सिचुएसन अन्तिममा गइसकेको गेम, चिप्लाइसकेको गेम निकालिदिनु भयो। ह्याट्स अफ टु दिपेन्द्र सिंह एरी, हि इज अ फेनोमेन, द्याट्स वाइ हि इज द टाइगर। अनि त्यो दुईटा बाहेक चाहिँ यो टिम खासै राम्रो छैन। यो टिममा केही न केही सफल गर्नुपर्छ। दुईटा प्लेयरहरूलाई हार्स कल लिएर बाहिरै राख्नुपर्छ अनि राम्रो रिप्लेसमेन्ट खोजेर ल्याउनै पर्छ। जित्यौँ हार्यौँ त्यसको अब सरोकार भएन, तर यो टिम चाहिँ अगाडि बढ्दैन। यसमा चाहिँ केही न केही चेन्जेस चाहिँ चाहिन्छ जस्तो लाग्छ। सो बाँकी त जितको लागि कङ्ग्रेचुलेसन्स।